नमस्ते सबैजनालाई। आज हामी चाहिँ रोमानियामा पास्केको छुट्टी छ, त्यही भएर हामी चाहिँ आज घुम्न निक्लेको बाहिर। साथीहरू छन् पर जाँदैछन्, अरू साथीहरू पनि। हामी 8-10 जना छौँ है। गाइजहरू आज हामी घुम्न निक्लेका छौँ। साथीहरू यहाँ छन् सबैजना। साथीहरू यहाँ हेर, एकदम रमाइलो भइरहेछ। पास्केको छुट्टी छ, पास्केको छुट्टीमा टक्क घुम्न निक्लेको। रमाइलो छ। के छ हौ राई? ठिक छ सबिन भाइ? एकदम ठिक छ। आज घुमाइ चलिरहेछ सबै मेगापानको हो। रोमानियामा मेगापानको साथीहरू होइन, रमीमा सबै मेगापानको छ। अहिले चाहिँ हामी मेट्रोमा छौँ। तपाईँहरू सम्पूर्णलाई हामी चाहिँ अझै पूर्वको ग्रुपहरू छौँ यहाँनिर। अहिले चाहिँ तपाईँहरूलाई क्लिप मात्र देखाउँदैछौँ। फुल भिडियोहरू मेरो युट्युब च्यानलमा आउँछ भरे तपाईँहरूले हेर्न सक्नुहुनेछ। लाइक सब्सक्राइब गर्नु होला। भर्खर सुरु हुँदैछ यो रोमानियाको 2 दिनको पास्केको छुट्टीमा। हामी चाहिँ हाम्रो ग्रुप 10-12 जनाको ग्रुप छ पूर्वतिरको, अनि हामी घुम्न निक्लिरहेछौँ। यो चाहिँ पार्क हो, कारवल पार्कको पछाडिपट्टि छौँ। अब अगाडि जाने ठाउँ। अनि अहिले चाहिँ हामी पछाडिको दृश्य देखाइरहेछौँ तपाईँहरूलाई। अहिले अगाडि गएर फेरि अगाडिको पनि दृश्य देखाउनेछौँ। अहिले चाहिँ हामी ठ्याक्क पुगिसकेका छौँ कारवल पार्क भन्ने ठाउँमा रोमानियाको। तपाईँहरूले देख्न सक्नुहुन्छ। पर आउँदै हुनुहुन्छ। हाम्रो पूर्वको ग्रुपहरू छ यहाँ चाहिँ, सबैजना पूर्वको दिदीहरू हुनुहुन्छ, दाजुहरू हुनुहुन्छ, साथीहरू सबैजना छ। एकदम रमाइलो भइरहेको छ आज घुम्न पाउँदाखेरि। 7 महिनापछि घुम्न निक्लेको, एकदम रमाइलो लागिरहेछ। यहाँ चाहिँ रुखको चित्र जस्तो एउटा बनाएको रहेछ, यहाँ पनि राम्रै छ। हाम्रो साथीहरू चाहिँ यहाँ आइपुगिसकेका छन्। उनीहरू चाहिँ एकदम दोस्ती जस्तो भएर घुमिरहेछन्, मजा भइरहेछ। दाइले उता हेर्दै हुनुहुन्छ। कसलाई हेर्नुभयो? राजकुमारले मोबाइल हेर्दैछ सबैसँगले। यहाँ पनि एउटा पार्क हो। टक्क पार्कमा हामी चाहिँ छौँ अहिले। रमाइलो छ जे होस् साथीभाइसँग। अरू दिन ड्युटी गरे पनि एक दिन चाहिँ एकदम राम्रो छ। जान घुम्न पाइएको छ, एकदम रमाइलो छ। ग्रुपहरू छ यहाँनिर टक्कसँगले देख्न सक्नुहुन्छ। यो भिडियो चाहिँ यहाँ चाहिँ कम घुम्ने मान्छेहरू धेरै हुनुहुँदो रहेछ। यहाँ माथि चाहिँ हाम्रो झरना पनि रहेछ, झरना पनि देख्न सक्नुहुनेछ। यहाँ चाहिँ रोमानियनहरू एकदम तरिकाले यहाँ घुमिरहेको छन्। बच्चाहरू खेल्ने ठाउँ रहेछ, रोमानियनहरू खेल्ने ठाउँ। आफ्नो बच्चाहरूलाई, आफ्नो गर्लफ्रेन्डहरूलाई घुमाउन ल्याउँदा रहेछन्। त्यहाँ पनि छ एउटा जोडी, त्यहाँनिर पनि बसिरहेको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ। अनि यतापट्टि देख्न सक्नुहुनेछ, यहाँनिर चाहिँ पानीको फोरा। यो देखेको चाहिँ पानीको फोरा हो। पानीको फोरा पनि तपाईँहरूले देख्नुहुन्छ। पानी तपाईँहरूले यो देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पानीको फोरा पनि भर्दो रहेछ होइन, दामी छ। यहाँ देख्न सक्नुहुन्छ घडी पनि छ त्यहाँनिर। एकदम रमाइलो छ घुम्नको लागि एकदम लाइक आउँछ। त्यहाँ एउटा जोडी पनि बसिरहेको छ त्यहाँनिर।